सबैजनालाई नमस्ते है त। मेरो एउटा खासै म यस्तो भिडियो बनाउन खासै पुग्छ त मान्दैन, तर पनि यसो अब यो बनाइहालौँ भनेर बनाउँदैछु। अनि म चाहिँ आज कामबाट फर्किरहेको थिएँ। घरतिर जाँदै गर्दाखेरि चाहिँ बाटोमा ठक्कै देख्यो क्या, फोहोरहरू स्टोर गरेर राखेको हो होइन। आज मन्डे हो नि त, मन्डेमा फोहोरहरू लिन्छ यता हाम्रो, अनि फोहोर लिन्छ। तर यहाँ चाहिँ कस्तो भएछ भने त्यो फोहोर राखेको ठाउँमा चाहिँ एकदमै छरपष्ट भएछ क्या। अनि मैले चाहिँ अब छरपष्ट भएको देख्दाखेरि चाहिँ अब हुन्छ नि त, त्यो फोहोर लिन आउने मान्छेले पनि प्लास्टिक बोकेर त आउने होइन। त्यो सानो सानो टुक्राहरू चाहिँ अब उसले चाहिँ अब केमा हालेर लैहाल्छ त, त्यो लग्ने चाहिँ हुँदैन होला सोचेर चाहिँ मैले आफै कम्बिनी स्टोरमा गएर फेनबान्डमा गएर अनि त्यो केउतुसीको कस्तो हो कि यो चाहिँ किमाहरू गरे हुन्छ क्या चाहिँ यो चाहिँ फोहोरले प्लास्टिक। अनि मैले त्यो प्लास्टिक किनेर ल्याएर चाहिँ एकदमै त्यो फोहोरलाई टक्क मिलाएर राख्ने कोसिससम्म गरेँ। अनि खासै जापानमा फोहोर देखिनुहुन्छ, त्यही भएर यो प्लास्टिकहरू यस्तो स्पष्ट छ। मैले चाहिँ प्लास्टिक किनेर ल्याएको छु, अब यो चाहिँ म प्याक गरेर यहाँ राख्छु सकेसम्म। साधनहरू त थिएन, अघि भन्दा एकदम क्लियर बनाएर अब चाहिँ म चाहिँ जान्छु। अघि किनेको सामान चाहिँ यसमा छ ल है त।